कुन जिल्ला रे सर कुन जिल्ला रे सर यो त्यो पारी सर पारी चाहिँ कुन जिल्ला रे पारी ललितपुर बकाया गाउँपालिका वडा नम्बर 10 को अम्बास पञ्चायतको विशेष यो मकनपुर गढी ऐतिहासिक गढी पनि हो पर्यटन स्थल पनि हो अझै त्यसमा त्यसको लागि हामी जानेछु हेर्नका लागि कति बनेको छ ल गाइस यो चाहिँ बकाया ठाकुर मन्दिर हो यसको सिरी यही हो ल त्यही भित्र मन्दिर छ खोलाको सिर हैन बकाया खोला हैन बकाया ठाकुर बकाया ठाकुर सिरी यही हो हामी सिरमै छौँ ल गाइस जाँदैछु है जाँदैछु ल ल है गाइस तराई भ्युज हेर्नु ल तपाईहरुलाई आज हल्का मौसमले साथ दिएर छ नभए पानी पर्यापर गर्छ यहाँ यसो अम्बास गढी पनि घुमाउनु भनेर ल हेर्नुहोस् गाइस हरियाली ठाउँ के भन्ने सर मलाई बोल्नै आउँदैन यार हाम्रो सबिन सर ऐसिलो खाँदै हुनुहुन्छ म नजाउँ सर नजाने यो चाहिँ के होला यो ऐसिलो पैसेलु हैन ल खानुस् गाउँको अर्गानिक फल हैन यस ए अहिले जस्तो म ऐसेलु हुँ मलाई खाऊ ल भइदौँ हजुर यो बाटो चाहिँ मकवानपुर अम्बास गढी जाने बाटो हो यो र यो माथि नै कालेश्वर मन्दिर पनि छ त्यहाँ पुगेर हामी देखाउँछौँ हामी त्यहाँ जाँदैछु त्यहाँको भ्युज हजुरले हेर्नु होला ल गाइज फबरबारी दमनगर बस्तीपुर शिखरपुर यता चाहिँ